मुगलिङ बजार आयो हैन ठ्याक्क चितवनबाट ठ्याक्क 45 मिनेट लाग्यो हैन। अब यो भिडियोमा हेर्नु बाटो ब्लग बनाएको मोटो ब्लग बाटो के कस्तो छ सबै हामी देखाएको यसमा हैन। 50 मिनेट लाग्छ बाटो त ठिकै छ। अब ल भिडियो हेर्नु अनि आफै हेर्नु मजाले के कस्तो छ भनेर। ल चितवनदेखि यताको सफर सरी चितवनदेखि मुगलिङ जान लाग्यो। टाइम बज्यो 12:30 हैन। अब चितवनदेखि मुगलिङदेखि काठमाडौँ। ल स्टार्ट गरौँ आजको शुभ यात्रा हैन। बाइकमा अब अहिले यहाँदेखि 36-40 किलोमिटर छ भन्छ हैन। अब कति टाइम लाग्छ 1 घन्टा जति लाग्ने होला हैन। सिधै बाटो यहाँ मेन रोडबाट टर्निङ लिएर लेफ्ट टर्निङ लिएर सिधै जाने। यहाँदेखि 40 किलोमिटर मुगलिङको। नारायणगढ़ बस स्टॉप जरूर है अभी नहीं कॉल के सीधे रास्ता है। आप बस जाए नहीं देंगे। खोलातिर हैन। खोला अस्ति पहिरो गएको ठाउँ अहिले यस्तो छ। अहिले त बाटो ठिकै छ। अस्ति त कत्रो पहिरो गर्ने यहाँबाट काटी बनाएको छ के अरे। अलि मैला भएको छ अहिले त ठिक छ। अब मुगलिङ चितवनदेखि मुगलिङसम्म बाटो त एकदम राम्रो, केही गाह्रो छैन। बाटो त एकदम स्मुथ आइयो।
मुगलिङ बजार होइन यो मुगलिङ बजार कतै रुखेर यस्तो उसलाई चटपटे चटपटे के खोइ कोही ऊ अगाडि रहेछ नि त रोक्नु त भर्खर खाए जस्तो फिल भइरहेछ कर दे बंद कर दे अगाडि